नमस्ते गाइज, वेलकम ब्याक टु आवर युट्युब च्यानल सेन्ट्रल एजुकेसन हब। र आज यस भिडियोमा हामी एमसिक्युजहरू कसरी सल्भ गर्ने त, इन्ट्रान्समा कस्तो कस्तो खाले ट्रिक्सहरू छन्, कस्तो कस्तो खाले टेक्निक्सहरू तपाईँले एप्लाई गरेर तपाईँले एन्सर नआउँदा पनि एटलिस्ट 50-50% पार्न सक्नुहुन्छ होइन। केबिसीमा हेर्नुहुन्छ नि 50-50 पार्नु, त्यस्तो खाले पार्न सक्नुहुन्छ। र कसरी चाहिँ तपाईँले अब्जेक्टिभ क्वेसनलाई होइन एकदम अलग एप्रोच लिएर सल्भ गर्न सक्नुहुन्छ भनेर चाहिँ तपाईँलाई सिकाउन खोज्दैछौँ। सब्जेक्टिभ क्वेसनमा तपाईँको कस्तो हुन्छ? सब्जेक्टिभ क्वेसनमा तपाईँले द प्रेजेन्टेसन होइन राम्रो पारिदिएको भए, डेकोरेसन राम्रो पारेको भए, एन्सर राम्रोसित लेखिदियो भने तपाईँको के त फुल बाई फुल मार्क्स आउँथ्यो होइन। तपाईँको यसमा यस्तो हुँदैन, तपाईँको यसमा के ठ्याक्कै एन्सर मिल्नुपर्छ। सो यसमा तपाईँले अलिकति होइन छिटो कसरी गर्ने, ट्रिक्सहरू कसरी एप्लाई गर्ने, होइन टेक्निक्सहरू कसको छन् भनेर तपाईँलाई आज हामी सिकाउन गइरहेका छौँ। सो हेर्नुहोस्, तपाईँको मैले कतिवटा 10वटा जति 10वटा जति तपाईँको यो टेक्निक्सहरू लिएर आएको छु। सो पहिलो टेक्निकतिर जाउँ, पहिलो ट्रिक। सो पहिलो टेक्निक के हो त? इलिमिनेसन मेथड। यसमा तपाईँले के गर्ने भने यसमा तपाईँले रङ अप्सनलाई इलिमिनेट गर्दै जाने कि सपोज तपाईँलाई एन्सर थाहा छैन भने तपाईँले रङ अप्सनलाई इलिमिनेट गर्दै जाने होइन। जस्तै तपाईँको डिटर्जेन्टको इक्जाम्पल सपोज सोध्यो अरे होइन, तपाईँलाई अरू अप्सनहरूमा सपोज एसिड, बेस, साल्ट भन्छ भने तपाईँलाई त थाहा छ नि त यो एसिड इक्जाम्पल हो, यो बेसको इक्जाम्पल हो, यो साल्टको इक्जाम्पल छ, त्यो इलिमिनेट गर्ने लास्टको जे आफ्नो त्यही त राइट एन्सर हो नि त होइन। त्यसरी गर्न सक्नुहुन्छ। अब यसमा मैले के को इक्जाम्पल ल्याएँ? यसमा चाहिँ मैले म्याथको एउटा इक्जाम्पल ल्याएको छु। अब यो क्वेसन हेर्नुहोस्, यो क्वेसन तपाईँले होइन तपाईँले नआएको भए पनि कसरी गर्न सक्नुहुन्थ्यो? त्यो इलिमिनेसन मेथडबाट होइन। अब यसको डिटेल सल्युसन मैले यता लेखिदिएको छु होइन। अनि यो मैले टाइम एन्ड वर्क जुन भिडियो मैले बनाएको छु त्यसमा पनि मैले त्यसलाई सल्भ गरेर देखाएको छु। त्यसमा चाहिँ अप्सन अर्कै थिए होइन, तर यसमा चाहिँ मैले अलिकति अप्सन मिलाएर तपाईँले इलिमिनेसन मेथड चाहिँ कसरी लगाउने भनेर चाहिँ सिकाउनलाई चाहिँ यो होइन अलिकति मिलाएर लिएर आएको छु होइन। अब सो हेर्नुहोस्, तपाईँको यस्तो यदि यस्तो अप्सन भइदिएको भए है, तपाईँको यदि यस्तो अप्सनहरू भइदिएको भए होइन एक्जाममा, तपाईँले यसलाई कसरी सल्भ गर्नु सक्नुहुन्थ्यो त? यत्तिकै के न तपाईँलाई यसको आइडिया पनि नभएको भए। हेर्नुहोस्, क्वेसन राम्रोसित पढ्नुहोस् न। क्वेसनमा के भनेको छ? ए टेक्स ट्वाइस एज मच एज बी भनेपछि ए त के त 2 टाइम्स बीको टाइम लिन्छ अरे होइन। अनि सीको के त 4 टाइम्स होइन, 4 टाइम्स एज मच एज सी भनेपछि होइन यस्तो छ है तपाईँको। भनेपछि यो जुन अब के हेर्नुहोस् अप्सनमा के सोधेको छ तपाईँको? ए टेक्स ट्वाइस एज मच एज बी एन्ड 4 टाइम्स as C to finish a piece of work होइन। एउटा वर्क कम्प्लिट इफ दे डु वर्क इन 83 days फाइन्ड द टाइम इच विल टेक टु फिनिस द वर्क। अब हेर्नुहोस् कति सिम्पल। तपाईँले यो थाहा पाइसकेपछि अप्सन हेर्ने बित्तिकै लगाउन सक्नुहुन्छ। अब हेर्नुहोस्, अब के सोधेको छ? अब टाइम सोधेको छ होइन। टाइम तपाईँको के त ए को ठ्याक्कै 2 टाइम्स बी हुनुपर्छ नि, तर अप्सन एमा छ त छैन। हेर्नुहोस् 20 × 2 गर्दा तपाईँको 40 आउनुको 30 छ, यो मिलेन। अब यसमा हेर्नुहोस् त्यो 10 × 2 गर्दा के त ए को आउनु पर्थ्यो 20, ठिक छ यतासम्म होइन। तपाईँको के त अब यो 4 × 4 गर्दा त होइन सी, यो सीको भ्यालु भयो। 4 × 4 गर्दा के त 16 आउनु पर्थ्यो, तर 20 छ भनेपछि यो पनि मिलेन होइन। यसमा हेर्नुहोस् 30 × 2 गर्दा के त 60 आउनु पर्थ्यो, यो पनि मिलेन। तर यो अप्सन डीमा हेर्नुहोस् त मिलिरहेको छैन। 20 × 2 गर्दा 40 आइरहेको छ, 10 × 4 गर्दा 40 आइरहेको छ। सो यत्तिकै तपाईँको के त एन्सर आयो। यति लामो तपाईँको सल्युसन गरेर राख्नु पर्दै परेन। सो हेर्नुहोस् अप्सन हेरेर पनि तपाईँले के त एन्सरसित एन्सरतिर पुग्न सक्नुभयो, हो कि होइन? सो यसरी तपाईँले काम रहेर इलिमिनेसन मेथड लगाउनु भएको भए यो छिटो सल्भ हुन्छ कि हुँदैन? नआउने होइन, जो व्यक्ति स्मार्ट छ होइन, जो व्यक्तिले यसलाई स्मार्ट मेथडबाट गर्यो त्यसको भएर फाइदा भयो कि भएन? यो क्वेसनमा भयो कि भएन? जसले यो एकदम लामो मेथड गर्दै बस्यो त्यसको टाइम वेस्ट भयो नि त होइन। सो यसरी तपाईँले के त इलिमिनेसन मेथड लगाएर पनि क्वेसनहरू सल्भ गर्न सक्नुहुन्थ्यो यो क्वेसनमा। यस्तै तपाईँले के त धेरै क्वेसनहरू इलिमिनेसन मेथडबाट सल्भ गर्न सक्नुहुन्छ। यदि तपाईँले नआए भने एटलिस्ट 50-50%सम्म त पार्न सक्नु भइहाल्छ। अर्को के छ त भ्यालु पुटिङ मेथड। अब यस मेथडमा के गर्ने? यसमा के गर्ने भने अप्सनको तपाईँको जुन अप्सन छ त्यसलाई के त क्वेसनको कन्डिसनमा हालेर हेर्ने के, अनि कन्डिसन सेटिस्फाई गर्छ कि गर्दैन भन्ने
यो धेरै जस्तो केमा काम आउँछ, तपाईँको इक्वेसन जुन सल्भ गर्नुपर्ने हुन्छ, यक्स वाईको भ्यालु निकाल्नु पर्ने हुन्छ, त्यसमा धेरै युजफुल छ। अर्को भनेको तपाईँको ट्रिग्नोमेट्रीमा युजफुल छ क्या। ट्रिग्नोमेट्री अब पहिला जस्तै तपाईँ प्रुभ गर्दै त बस्नुहुन्न होला होइन, अब जस्तै यसमा यही क्वेसन हेर्नुहोस् न, यही क्वेसनमा तपाईँको यो लङ प्रोसेसबाट प्रुभ गर्ने थियो होइन, लङ क्वेसनबाट निकाल्न हुन्छ होला, तपाईँले के त सब्जेक्टिभ टाइपको क्वेसन गर्नु बेला। तर यसमा हेर्नुहोस्, तपाईँले यदि तपाईँलाई सपोज यो लङ मेथड आउनुहुन्न भने, तपाईँ आउँदैन थियो भने पनि तपाईँले कसरी गर्नुहुन्थ्यो त? हेर्नुहोस्, तपाईँको 60 डिग्री के त यो अप्सन यो कन्डिसनमा गएर हाल्थ्यो होइन, अनि तपाईँको के त जिरो आउँछ कि आउँदैन भनेर चेक गर्नुहुन्थ्यो नि त। अब चाहिँ मैले यसमा 60 डिग्री हालेर हेरेँ, अनि तपाईँको यो के त सेटिस्फाई गर्यो त गरेन। त्यसै गरी तपाईँको 90 डिग्री राखेर हेरेँ, यस्तो आउँछ पनि सेटिस्फाई गरेन। 120 हालेर हेरेँ, के त जिरो आयो, अनि के त यो एन्सर हुने भयो होइन। अन्त 150 पनि हाल्दै हेर्नुहोस्, तपाईँको के आयो त 0.058 आयो। यो पनि तपाईँको के त एन्सर हुने भएन। सो एन्सर फाइनली के आयो त 120 आयो। यसरी तपाईँले के त भ्यालु हालेर पनि होइन, तपाईँले कन्डिसन सेटिस्फाई भएको छ कि छैन भनेर हेरेर चेक गरेर होइन, तपाईँले एन्सर टिक लगाउन सक्नुहुन्थ्यो। उम्, ल हेर्नुहोस्, अब यो चाहिँ होइन, यो तपाईँले आफै चेक गर्नु होला नि, यति यति भ्यालु छ छैन भनेर होइन, आफूले पनि ट्राई गरेर हेर्नुहोस् है। चाहिँ मैले तपाईँलाई डिटेल होइन कसरी क्वेसन सल्भ गरेर खोजेको होइन। यता यस भिडियोमा मैले तपाईँलाई कस्तो कस्तो खाले टेक्निक्सहरू युज गर्नु मिल्छ भनेर चाहिँ मेनली सिकाउनु खोजेको हो है। सो अब अर्को मेथड के छ भने एप्रोक्सिमेसन मेथड। एप्रोक्सिमेसन मेथड भने कि तपाईँले के त 10 क्लासमा होइन, तपाईँले के त अहिलेसम्म के 9.8 तपाईँको जुन जीको एक्चुअल भ्यालु हुन्छ, एक्सलेरेसन ड्यु टु ग्राभिटीको एक्चुअल भ्यालु हुन्छ, तपाईँले यसलाई के त 10 लिएर पनि गर्न मिल्छ भनेर त तपाईँलाई थाहा छ। अब यो के त यो एप्रोक्सिमेसन गरे भनेको किन गरे यो एप्रोक्सिमेसन? किनभने क्यालकुलेसन सजिलो होस् होइन। त्यसै गरी तपाईँको इक्जाममा यदि भ्यालुजहरू पोइन्ट पोइन्टमा आइरहेछ अरे होइन, सपोज पोइन्टमा भ्यालु आइरहेछ जस्तै पाईको होइन, पाईको सल्भ गर्ने बेला धेरै जसो पोइन्टमा आइरहेको हुन्छ, अरू पनि थुप्रै क्वेसन्सहरू पोइन्टमा आउन सकिरहेको हुन्छ। त्यस बेला के त एप्रोक्सिमेसन गर्ने कि यति भ्यालु यो इक्वल हुनसक्छ कि भनेर, जस्तै पाईको भ्यालु के त 3.14 अनि के हुन्छ होइन, 3.14 अझै पनि टन्नै हुन्छ होइन। सो यसलाई मैले एप्रोक्सिमेटली के त 3 मानेर तपाईँको सल्भ गर्न सक्छु होइन। यसरी अनि तपाईँको अप्सन के त अप्सन अनि के त एउटा भ्यालु आउँछ, अनि त्यो अप्सन यो भ्यालु कुन अप्सनसित नजिक नजिकमा छ त त्यसैलाई टिक लगाइदिने होइन। त्यसरी तपाईँले के त सल्भ गर्न सक्नुहुन्छ होइन। अब यो क्वेसन हेर्नुहोस्, यसमा पनि तपाईँको एउटा इक्जाम्पल लिएर आएको छ, भ्यालु अफ साइन 18 डिग्री इज भनेर। अब यसमा के त एप्रोक्सिमेसन मेथड लगाएको भए के त तपाईँले यो विदाउट क्यालकुलेटर पनि गर्न सक्नुहुन्थ्यो कि है। अब धेरैले यस्तो क्वेसन छोडेकै होला होइन पहिला पहिला। ल यसमा तपाईँको लङ मेथड भनेको चाहिँ यो हो होइन। यो मेथड मैले तपाईँको अब सिसिआरसी क्वेसन सल्भ गर्ने बेला पनि कस्तो खालको मेथड होइन के छ भनेर मैले तपाईँलाई सिकाएको छु। तर हेर्नुहोस्, आजको मेन फोकस के हो त एप्रोक्सिमेसन मेथडमा। सो मैले अहिले लङ मेथडतिर गएन, एप्रोक्सिमेसन मेथड। अनि तपाईँले इक्जाममा पनि यो लङ मेथड गर्ने होइन कि इन्ट्रान्समा तपाईँको यो एप्रोक्सिमेसन मेथडबाटै गर्ने हो, किनभने छिटो गर्नु पऱ्यो नि त तपाईँले। सो हेर्नुहोस्, तपाईँलाई साइन 18को भ्यालु कतिदेखि कतिको रेन्जमा आउँछ भनेर पहिला थाहा पाउनु पऱ्यो नि त यसमा। के त 0देखि 1/2को रेन्जमा आउँछ कि आउँदैन, किनभने साइन 0 साइन 30 भनेको 1/2 यति र यतिको बिचमा आउनुपर्छ भनेर तपाईँले थाहा हुनु पऱ्यो होइन। अब यो थाहा भयो। एप्रोक्सिमेसन मैले के मानेको छु त √5 = 2 भनेर मानेको छु कि एप्रोक्सिमेसन होइन, अथवा √5 = √4 भनेर मानेको छु। अब यो मैले भ्यालु हालेँ होइन, √5 को साथ के त 2 भ्यालु हालेँ, 1 + 2 गर्दा 3 अनि यो 4, अनि तपाईँको यो के त 0.75 आइरहेछ। अब यो 0.75 भन्दा पनि बढी आउनु पर्छ कि परेन, किनभने हेर्नुहोस् तपाईँको यो √5 त के त √4 भन्दा पनि बढी हुन्छ हो कि होइन। सो यो त झन् बढी आउनुपर्छ। तर के त हाम्रो भ्यालु त के त 0देखि 0.5 1/2सम्मको रेन्जमा मात्र छ। सो यो के त यो भ्यालु अभियसली भन्ने, किनभने यो त रेन्जभन्दै बाहिर गयो नि त हो कि होइन। सो त्यसै गरी बीको हेर्नुहोस्, बीको के त तपाईँको मैले भ्यालु हालेँ 2 अनि 1/4 आयो, 1/4 ठ्याक्कै के त 0.25 छ, यसको र यसको ठ्याक्कै के त रेन्जभित्र आयो होइन। सो यो मिलिरहेछ भनेपछि यो अहिलेको लागि तपाईँको मिलिरहेछ। त हेर्नुहोस् अरू अप्सन पनि चेक गर्नु होला है, किन मिलिरहेछ भनेर डाइरेक्ट नै टिक लगाएर अगाडि बढ्नुहुन्छ, किनभने यो हामीले एप्रोक्सिमेसन मेथडबाट गर्दैछौँ कि। सो यसमा तपाईँको भ्यालु होइन कहिलेकाहीँ यताउता हुनसक्छ है।
त्यही भएर अर्को अप्सन पनि चेक गर्नुपर्ने हुन्छ। अब त्यसै गरी सीमा हेर्नुहोस्, सीमा के त 1 - √5 गर्दा मैले यो 2 माने अनि -1/4 आयो। माइनस त तपाईँको आउनै हुँदैन नि त, किनभने 0 भन्दा नि कम आयो, ओके होइन। तर रेन्ज त के त 0 देखि 0.5सम्म होइन। तपाईँको के त यो पनि तपाईँको रङ हुन पुग्यो, सी अप्सन पनि रङ। अब त्यसै गरी डी अप्सन हेर्नुहोस्, डी अप्सनतिर हेर्नुहोस्, डीमा के आयो त, मैले 2 हाल्दा 1/2 आयो। 1/2 भनेपछि के त, 1/2 भनेपछि तपाईँको के ठ्याक्कै यो 1 sin 30 जति आयो नि त होइन। म sin 18 को भ्यालु हुने भयो त भएन, सो यो पनि भएन। सो एन्सर फाइनली के हो त, बी। यसो तपाईँको एप्रोक्सिमेसन मेथडबाट पनि तपाईँले यो निकाल्न सक्नुहुन्थ्यो होइन। अनि अरू के त क्यालकुलेसन सजिलो पार्नलाई पनि तपाईँले यसलाई युज गर्न सक्नुहुन्छ है, पोइन्टमा यदि आइरहेछ भने होइन। ल, अब यो हो अर्को भनेको तपाईँको अर्को मेथड के छ र सर्टकट फर्मुला क्रिएसन मेथड। अब यो के हो, तपाईँलाई इन्स्टिट्युटहरूमा तपाईँले धेरै जस्तो फिजका ट्रिक्सहरू सिकाएको होला होइन, कुनै एकदम टफ फर्मुलाजहरू सिकाएको होला, धेरै जस्तो यो सिईतिर पनि धेरै फिजका ट्रिक्सहरू सिकाएर। अब यो ट्रिकहरू भने के होइन कि तपाईँले यदि आफैले होइन एकचोटि गरेर हेर्नुहोस् कि लामो मेथडबाटै गरेर हेर्नुहोस्, गरेर हेर्नुहोस् गरेर हेर्नुहोस्, दुई तिनवटा त्यस्तो क्वेसन गरेर हेर्नुहोस्, अनि कहाँ आएर त्यो सेम आउँदैछ त, कुन पोइन्टमा आएर त्यो होइन त्यो सबै क्वेसन्सहरूको सेम आउँदैछ त होइन। त्यहीँ तपाईँको ट्रिक भन्ने हुन्छ कि त्यहीँ तपाईँको यो फर्मुला बन्ने हुन्छ, सर्टकट फर्मुला। अब यसै क्वेसनमा हेर्नुहोस् न, यो क्वेसन पनि मैले तपाईँलाई डिटेल्ली चाहिँ होइन भन्छ सिसिआरसीको क्वेसन सल्भ गर्ने बेला मैले यो सिकाएको छु है, यो डिटेल्ली गरिरहेको छु। अब यसमा चाहिँ मैले तपाईँको यो ट्रिक कसरी आउँछ भनेर पनि त्यसमा सिकाएको छु। सो यसमा चाहिँ मैले के त सर्टकट फर्मुला तपाईँको कसरी बन्छ भनेर मात्र सिकाउँछु है। तपाईँको यसमा के छ त, अ कार मुभ विथ स्पिड 40 किलोमिटर फर फर्स्ट हाफ डिस्टेन्स होइन, 80 थियो, 40 किलोमिटर पर आवर अनि 60 किलोमिटर आवर 60 होइन। म एकदम फास्ट किन गरेको छु भने किनभने मैले यो पहिला पनि सल्भ गरिसकेँ है। अन्त एभरेज स्पिड अफ द कार, एभरेज स्पिडको फर्मुला तपाईँको यो हो। तर यदि यो फर्मुलाबाट गर्दै हुन्छ गर्दै गयो भए तपाईँको यति लामो हुन्थ्यो कि यो यति लामो हुन्थ्यो, यतासम्म गएर यति लामो हुन्थ्यो। तर हेर्नुहोस्, यो तपाईँको ट्रिकबाट सिधै यता पुग्यो कि पुग्यो, सिधै यता पुग्यो कि पुग्यो यो ठाउँमा होइन, यो ठाउँमा पुग्यो कि पुग्यो, पुग्यो होइन। अनि तपाईँको के त 2 होइन कति सेम डिस्टेन्स ट्राभल गर्यो, अनि तपाईँको यो भेलोसिटी कति कति छ होइन भनेर हो। ल, अनि सिधै यति स्किप गरेँ कि अनि यसरी नै तपाईँले एउटा सर्टकट फर्मुलाहरू बनाउन सक्नुहुन्छ है आफैले होइन। लङ मेथड हेर्ने पहिला, अनि यस्तै एउटा दुईवटा क्वेसन गर्ने, अनि कतातिर त्यो पोइन्ट सेम हुन गइरहेछ त्यहाँ गएर तपाईँले सर्टकट फर्मुला क्रिएट गरिदिने कि है। त्यसरी तपाईँको इन्ट्रान्समा हेल्पफुल हुन्छ होइन। तपाईँले छिटै ट्रिकबाट गर्न सक्नुहुन्छ। अरूले के त लङ मेथड गर्दै जान्छ, टाइम लगाउँछ होइन, तपाईँले के त छिटै ट्रिक लगाएर होइन। अनि यो ट्रिक भनेको कस्तो हुन्छ भने तपाईँले आफैले बनाएको चाहिँ तपाईँले धेरै जसो याद हुन्छ कि, आफैले बनाउने ट्रिक चाहिँ तपाईँले धेरै जसो याद हुन्छ है। त्यही भएर ट्रिक रट्नुभन्दा पनि ट्रिक कसरी आयो, तपाईँले सपोज होइन एउटा ट्रिक तपाईँले सिकाएर त्यो ट्रिक कसरी आयो भनेर पनि रिसर्च गर्नु होला, अनि तपाईँले धेरै जसो याद हुन्छ कि है। ल, अर्को मेथड के छ, क्यालकुलेटर ट्रिक होइन। अब जग्गा जग्गा तपाईँको क्यालकुलेटर युज हुन दिन्छ, अनि ओन्ली युजफुल फर दोज कलेजेस वेयर इन्ट्रान्स होइन, इन्ट्रान्स इक्जाम वेयर क्यालकुलेटर इज अलाउड, जहाँ जहाँ क्यालकुलेटर अलाउड छ त्यहाँ त्यहाँ होइन तपाईँको यो क्यालकुलेटर ट्रिक युज गर्न मिल्छ। अब क्यालकुलेटर ट्रिक भनेको के त, बेसिकली तपाईँको डिफ्रेन्ट फङ्सन अफ क्यालकुलेटर युज गरेर होइन तपाईँको त्यो अब मैले भेक्टरको भिडियोमा तपाईँलाई यो वाला क्यालकुलेटर ट्रिक सिकाएको थिएँ होइन। अब यो भनेको के त, सिम्पल तपाईँको के त मोड, तपाईँले एक क्यालकुलेटर चाहिँ खेल्न सिक्नुपर्छ है। अब तपाईँ क्यालकुलेटर चलाउँदै गर्नुहोस् होइन, तपाईँले क्यालकुलेटरमा डिफ्रेन्ट कुराहरू होइन तपाईँले जति चलाउनुहुन्छ त्यति तपाईँलाई थाहा हुन्छ। जस्तै मोबाइलमा तपाईँले जति चलाउनुहुन्छ नि त्यति तपाईँ मोबाइलको कुराहरू थाहा हुँदै जान्छ नि, त्यस्तै गरी तपाईँको क्यालकुलेटर जति चलाउनुहुन्छ नि त्यति त्यति त्यसको फङ्सन्सहरू तपाईँलाई थाहा हुँदै जान्छ कि। त्यही हो कि क्यालकुलेटर ट्रिक, अरू केही होइन। त्यही क्यालकुलेटरमा जे फङ्सन छ त्यही फङ्सनलाई युज गर्ने। अब यसमा मैले के त सिम्पल तपाईँको के त मोडमा गएको थिएँ, भेक्टरमा को फङ्सन युज गरेर तपाईँले के क्यालकुलेटर ट्रिक सिकाइदिएको थिएँ, ओके। सो यसरी तपाईँले के त क्यालकुलेटर ट्रिक्सहरू पनि इन्ट्रान्सको लागि हेल्पफुल हुनसक्छ है। ल, अर्को तपाईँको के छ त, मलाई टिप, अब यो टेक्निक त भन्दिनँ तर यो टिप होइन। तपाईँको यदि क्वेसनमा बोट छ, नन छ र अल छ भने बी भेरी भेरी केयरफुल, किनभने यस्तो क्वेसन तपाईँलाई छुट्याउन लायकै आएको है।
अब यही क्वेसन हेर्नुहोस्, यो क्वेसन हेर्नुहोस् न, 31 नम्बरको मैले सिम्पल मेसिनको भिडियोमा पनि भनेको थिएँ होइन। यसमा के सोधेको थियो त, अ नाइफ इज अ भनेर सोधेको थियो। मान्छेहरूले के गर्छ, तपाईँ जस्तै विद्यार्थीहरूले के भन्छ त, सिधै वेज हेर्नुहुन्छ लगाइदिनुहुन्छ होइन। तर अप्सनमा हेर्नुहोस्, बोट पनि थियो, के त बोट पनि थियो। सो यसमा के त, तपाईँको यो वेज मात्र नभई के थियो त, थर्ड क्लास लिभर पनि त थियो होइन। कसरी थियो त थर्ड क्लास लिभर, त्यो पनि मैले बुझाएकै छु। हेर्नुहोस् तपाईँको यसमा के त, इफर्ट यता बिचोमा लागिरहेको थियो, अनि यो लोड यता थियो, फलक्रम यता होइन थियो। तपाईँको फलक्रम के त रिस्ट होइन, यसो यसो तपाईँको आफ्नो हात, तपाईँले हात युज गरेर के त यसरी समात्नुहुन्छ नाइफलाई, अनि तपाईँको यो रिस्टले के त फलक्रम जस्तै काम गर्छ कि गर्दैन, यो तपाईँको यो रिस्टले होइन। अनि त्यो भएर यो थर्ड क्लास लिभर पनि हुने भयो, के त वेज पनि हुने भयो होइन, थर्ड क्लास लिभर पनि हुने भयो, वेज पनि हुने भयो। र के एन्सर आयो त, बोट। र यसरी तपाईँको बोट, नन र अल आउने बेला एकदम केयरफुल हुने है। अनि तपाईँलाई नत्र तपाईँको के त सिली मिस्टेक हुन जान्छ है। सो यस्तो बेला के एकदम केयरफुल भएर क्वेसनलाई, बोट नन र एन छ भने, अल छ भने पहिल्यै चेक गर्नुपर्छ है। ल, अब जाउँ तपाईँको अर्को टेक्निकतिर, अथवा अर्को तपाईँले टिपै भनौँ होइन, केयरफुल कहाँ हुनुपर्छ भनेर। अब यो भनेको तपाईँको युनिट्सहरू चाहिँ केयरफुल हुनुपर्छ। तपाईँको युनिटसित केयरफुल हुनुपर्छ कि, तपाईँलाई जस्तै अप्सनमा, तपाईँको अप्सनमा कहिले काहीँ के त सिएममा हाल्दै हुन्छ, कहिले काहीँ मिटरमा हाल्दै हुन्छ। तपाईँले एन्सर के त, सपोज तपाईँले मिटरमा निकाल्नु भयो अनि हेर्नुहोस्, कस्तो झुकाउनलाई कस्तो गर्छ भने 5 मिटर, 5 सिएम राख्दै हुन्छ होइन। अनि तपाईँको होइन, अब हेर्नुहोस्, तपाईँले सपोज एन्सर सिएममा निकाल्नु पऱ्यो, तर हेर्नुहोस्, तर सिएममा निकाल्दा सपोज 5 आयो अरे, तर एन्सर आउनु पऱ्यो 5 मिटर। त तपाईँले के त, अनि झुकेर यसरी टिक लगाइदिनुहुन्छ होइन। कुरा बुझ्नुभयो। तपाईँले एउटा युनिटमा भएको चिज अर्को युनिटमा टिक लगाइदियो भने त खर्बड भएको भएन होइन। सो त्यसरी तपाईँले झुक्क्याउनु खोजेको हुन्छ। अनि इन्ट्रान्समा मैले भनेको थिएँ, झुक्क्याउने खाले क्वेसन सोधेको हुन्छ कि, क्वेसन सब इजी हुन्छ है, धेरै जस्तो इजी नै हुन्छ, तर के त झुक्क्याउने खाले हुन्छ। तपाईँले जसरी भए पनि तपाईँलाई के त झुक्क्याउनु खोजिरहेको हुन्छ कि इन्ट्रान्सको क्वेसनहरू चाहिँ एकदम केयरफुल हुनुपर्छ यो युनिट्सहरूमा। अब यहीमा हेर्नुहोस् न, तपाईँको के त भेलोसिटी रेसियो भनेर तपाईँले सोध्नुहुन्छ, अनि तपाईँले के त यसमा त के त युनिट कन्भर्ट गर्नै पर्दैन होइन भनेर तपाईँले झुकिनुहुन्छ। अनि यहाँनिर के त सेन्टिमिटरमा छ, एउटा मिटरमा छ होइन। अनि त्यस्तो हुने बेला के त, तपाईँको यो भेलोसिटी रेसियो मिल्न जान्छ त, मिटर मिटर कट्यो र कटेन, रेसियो बन्यो त बनेन, अनि के त आलु खाएको आएन होइन। र हेर्नुहोस्, त्यही भएर मैले के त यो 5 सिएमलाई मिटरमा चेन्ज गरेँ होइन। अब मिटरमा चेन्ज गरेँ होइन, अरू त अब तपाईँको पिच निकालेर त हो होइन। अब यो मैले तपाईँको होइन सिम्पल मसिनको भिडियोमा पनि सिकाएको छु है। अनि यो भिआर निकाल्ने, अनि यो बल्ल तपाईँको यो एप्रोक्सिमेटली यति आयो, मैले होइन हेर्नुहोस्, एप्रोक्सिमेसन मेथड यता पनि लगाएको छु। तपाईँको यो 3.14लाई मैले सपोज 3 लियो भने तपाईँको के त 2400 आउँथ्यो, ओके होइन, 2400 आउँथ्यो भनेपछि तपाईँको एन्सर 2400 भन्दा के त बढी आउनु पर्थ्यो परेन, किनभने 3.14 मतलब 3 भन्दा बढी हो नि त। भनेपछि 2400 भन्दा अभियसली बढी आउनु पर्थ्यो, 2400 भन्दा बढी के त यो छ। यसरी तपाईँले के त एप्रोक्सिमेसन मेथड पनि यसमा मैले तपाईँ अझै सिकाइदिएँ होइन। ल, हेर्नुहोस्, मैले यसमा डिटेल सल्युसन किन तपाईँलाई यसमा नभनिदिएको भने, किनभने यो मैले तपाईँलाई सिम्पल मेसिनको भिडियोमा अलरेडी भनिसकेको छु। यसमा त मैले के त तपाईँले युनिट र केयरफुल हुन भनेर मात्र सिकाउनु खोज्दैछु कि। ल, अब जाउँ तपाईँको अर्को, तपाईँको एउटा टिप। जस्तो कुनै लङ क्वेसन छ अरे, एकदमै लामो क्वेसन छ, अब तपाईँको इन्ट्रान्समा चाहिँ धेरै जस्तो त्यति लामो क्वेसन त खासै सोध्दैन होइन। तर अब कसैले मन लाग्यो कुनै इक्जामलाई, कुनै कलेजलाई होइन, तपाईँलाई लामो क्वेसन सोध्ने, जस्तै सिई प्याटर्नमा त्यस्तो हुन्छ नि धेरै जस्तो होइन, जहाँ तपाईँको जुन एमबिबिएस वाला इक्जाम हुन्छ नि सिई वाला प्याटर्न, त्यसमा चाहिँ यस्तो खाले क्वेसन, लामो लामो क्वेसन सोधेको हुन्छ। तर यी लामो क्वेसन पढेर टाइम वेस्ट मात्र गर्नु खोज्छ कि है। त्यस्तो कुनै लामो क्वेसन आयो भने चाहिँ पहिला सुरु पुरै क्वेसन नपढ्ने के त फर्स्ट रिड लास्ट लाइन नै पढ्नु पर्छ। जस्तै हेर्नुहोस्, यो यत्रो नाना थरी कुरा गरेको छ यसमा हेर्नुहोस्, त तपाईँले के त यो लास्ट लाइन पढ्ने बित्तिकै एन्सर सिट पुग्न सक्नुहुन्थ्यो कि हुँदैन, यसमै हेर्नुहोस् न।
अन्डर विच क्लास डु डग एन्ड पिजन बिलोङ टु। यो यति भन्ने बित्तिकै तपाईँको यो लास्ट लाइन पढ्ने बित्तिकै तपाईँले एन्सर थाहा हुँदैन त। डग के त म्यामिलिया हो, पिजन के त एप्स हो। ओके, ल भइहाल्यो। अब यति लामो पढ्दै टाइम वेस्ट गर्नु पर्थ्यो त, पर्दैन थियो। हेर्नुहोस्, यसमा के लेखेको छ, राम इज अ स्टुडेन्ट, हि फाइन्स टु टाइप्स अफ एनिमल्स इन द वे टु होम, वान वाज अ डग एन्ड द वाज अ पिजन। होइन, टाइम वेस्ट गर्नु खोज्यो कि है, न केही इन्फर्मेसन छ यसमा, न केही। यत्तिकै टाइम के त टाइम वेस्ट गर्नु खोज्यो त। यस्तो लङ क्वेसनहरू छ भने तपाईँको फर्स्टली के त लास्ट लाइन रिड गर्नुपर्ने हुन्छ। अनि तपाईँलाई के त देन ओन्ली गो टु रिड होल क्वेसन इफ नेसेसरी, यदि चाहिएको भयो भने ए जानुपर्ने हुन्छ फेरि माथि। अनि धेरै जस्तो क्वेसनमा, फिजिक्सको क्वेसनमा पनि तपाईँले एकदम होइन क्वेसन एकदम कन्फ्युज भइरहेछ भने तपाईँले लामो क्वेसन देख्नुभयो एकदम होइन के गर्ने भइरहेछ भने सिधै लास्ट लाइन पढ्नुहोस् कि। लास्ट लाइनमा के खोजेको छ, जस्तै अब यो क्वेसनमा तपाईँ सिधै लास्ट लाइन पढेको भए के खोजेको छ त, भिआर। होइन भिआर खोजे अनि त्यही भिआरसित रिलेटेड फर्मुलामा जानुहोस् कि, दिमागमा फर्मुला आउँछ। भिआरको फर्मुला के थियो, भिआरको फर्मुला, फर्मुलासित चाहिने चाहिँ तपाईँले के त अब खोज्न थाल्नुहोस्। होइन के चाहिन्छ त्यो गिभनहरू खोज्न थाल्नुहोस् कि। यसरी चाहिँ के त एप्रोच गर्नुपर्ने हुन्छ क्वेसन, अनि पो तपाईँले के त स्मार्ट तरिकाले गर्न सक्नुहुन्छ। होइन यसरी है। अनि हेर्नुहोस्, तपाईँको यति लामो क्वेसन यसले पढाएर तपाईँको सुरुमै अप्सन यस्तो हालिदिन्छ कि एप्स एन्ड म्यामली, अनि सिधै यत्रो लामो क्वेसन पढेर होइन टाइम वेस्ट भयो, अब यो सिधै ए लगाइदिनु किन, तर यो एन्सर मिल्छ त मिल्दैन थियो, किनभने हेर्नुहोस् तपाईँको डग सुरुमा थियो नि त, अनि पिजन लास्टमा थियो। पहिला एप्स होइन, पहिला म्यामली आउनु पर्छ कि परेन, त्यस तपाईँलाई छुट्याउनु खोजेको हुन्छ कि इन्ट्रान्समा। होइन सो यसै तपाईँले केयरफुल भएर होइन, लङ क्वेसन आयो भने के त लास्ट लाइन पढेर होइन, अनि तपाईँको के छ भनेर यदि लास्ट लाइनबाटै तपाईँको एन्सर आइरहेको छ भने सिधै टिक लगाउने, नत्र लास्ट लाइनबाट एन्सर आएन अनि तपाईँले बल्ल अनि तपाईँले के त अरू क्वेसनतिर जाने। यसरी तपाईँले के त इन्ट्रान्स क्वेसनहरू होइन एकदम फास्ट गर्न सक्नुहुन्छ। ल अब यो पछि जब हामी ओएमआर फिलिङ टेक्निक्स, ओएमआर तपाईँको होइन, अब मैले तपाईँको ठ्याक्कै होइन त्यसको त ल्याउन सकेन होइन, के भन्छ तपाईँको काठमाडौँ मेट्रोपोलिटन स्कलरसिप अथवा कुनै कलेजको त ल्याउन सकिनँ। अब यो भनेको तपाईँको चाहिँ के त मेडिकल एजुकेसन कमिसनको होइन, योवाला चाहिँ मैले लिएर आएको छु होइन। अब लगभग यहीसित सिमिलर खाले हुन्छ कि है, तपाईँको जुन कलेजहरूले लिने ओयो होइन उहाँलामा ओएमआर भर्नु पऱ्यो भने यस्तै सिमिलर खाले हुन्छ होइन। तपाईँको के काठमाडौँ मेट्रोपोलिटन स्कलरसिप जुन छ त्यसमा पनि यस्तै सिमिलर खाने हुन्छ होइन, यस्तै खाले। यसमा तपाईँले मेन भर्न सिक्नु पऱ्यो भने चाहिँ यो बबल, यो बबल चाहिँ मेन भन्न सिक्नुपर्ने हुन्छ। अनि हेर्नुहोस्, अब यो फिल गर्नु पनि तपाईँले अब पहिला सुरु त म के भन्छु भने इन्स्ट्रक्सन राम्रोसित पढ्ने फर्स्ट स्टेप होइन, इन्स्ट्रक्सन राम्रोसित पढ्नुहोस्। इन्स्ट्रक्सनमा के भनेछ त्यो एकदम राम्रोसित पढ्ने है। त्यो पछि इन्स्ट्रक्सनमा भनेको कुरालाई चाहिँ एकदम ध्यानपूर्वक है एप्लाई गर्ने है। यसमा के भनेको छ, पहिला सुरु राइट द रोल नम्बर इन डिजिट्स इन द बक्सेस एन्ड अल्सो मार्क अन द करेस्पोन्डिङ नम्बर बिलो द डिजिट। पहिला सुरु तपाईँको रोल नम्बर लेख्नु पऱ्यो होइन। सपोज मेरो रोल नम्बर 101 छ, 10110 छ होइन, यस्तो खाले रोल तपाईँले के त अब यसमा अर्को करेस्पोन्डिङ नम्बर बिलो द्याट डिजिट। हेर्नुहोस्, यति भइसकेपछि तपाईँले के त यो वान भर्नु पऱ्यो यतातिर होइन, यो वान भन्नु पऱ्यो, यो जिरो भन्नु पऱ्यो होइन, यस्तै गरी वान भन्नु पऱ्यो यतातिर, यसको ठ्याक्कै तल वान भन्नु पऱ्यो होइन, यो ठ्याक्कै तल यसको माथि जिरो भन्नु पऱ्यो, यसको वान भन्नु पऱ्यो होइन। अब यो भर्न पनि म सिकाउँछु होइन, यो जिरो भन्नु पऱ्यो है, यसरी के यो भन्न खोजेँ। अब यो फर्स्ट पोइन्ट है, डु नट अल्ट आफ्टर डु नट अल्टर अर इडिट यर एन्सर, होइन तपाईँले एन्सर एकचोटि लगाइसकेपछि मेट्न पाउनु हुँदैन है। किनभने पेनले गर्ने हुन्छ, अब पेनले यस्तो यस्तो तपाईँले कोडिसकेको हुन्छ, अनि त्यसलाई फेरि मेट्न खोज्यो भने तपाईँको उल्टा पेपर बिग्रिन्छ। अनि हेर्नुहोस् त्यो ओएमआर सिट भन्ने बेला एकदम केयरफुल हुनुपर्ने हुन्छ। तपाईँको एन्सरभन्दा त्यही ओएमआर सिट कोऱ्यो भने यस्तो केही भयो भने चाहिँ तपाईँको के त कम्प्युटरले चेक गरिदिँदा कि यो ओएमआर सिट चेक गर्ने भनेको तपाईँको होइन कम्प्युटरले चेक गर्छ है। त्यो एकदम केयरफुल हुनुपर्छ। यस्तो खाले तपाईँले जे पाइ त्यही मार्क्स लगाउनु के त मार्कहरू लगाउनु भएन है। युज ओन्ली ब्ल्याक पेन होइन, अब मेरो त यता रेड पेन छ, जे भए पनि तपाईँले ब्ल्याक पेन युज गर्नु पऱ्यो। ल यस्तो ब्ल्याक पेन युज गर्नु पऱ्यो है, ब्ल्याक पेन चाहिँ युज गर्नु पऱ्यो।
फोर मार्किङ द एन्सर फिल द सर्कल कम्प्लिटली, सर्कललाई कस्तो कम्प्लिटली फिल गर्नु पऱ्यो। यता हेर्नुहोस्, तपाईँको के त कसरी कम्प्लिट फिल हुन्छ भनेर पनि सिकाएको छ, करेक्ट मेथड र रङ मेथड। यसरी टिक लगाउने होइन, रङ गर्ने होइन, यसरी इन्कम्प्लिट फिल हुनु भएन, यस्तो तपाईँको आधा फिल हुनु भएन, यस्तो कम्प्लिट फिल हुनु पऱ्यो है। अब यो त होइन हरेक ओएमआर सिटको लागि त्यही हो है। सो अब डु नट मेक एनी स्ट्रे मार्क्स अर रफ वर्क अन द सिट। अब योमा चाहिँ तपाईँले रफ वर्क गर्नु भएन, यस्तो स्ट्रे मार्क्स भनेको के त, यो यस्तो यस्तो के अरे कार गर्नु भएन होइन। तपाईँले यो फोल्ड पनि गर्नु हुँदैन, यो ओएमआर सिटलाई फोल्ड गऱ्यो भने बर्बाद, कम्प्युटरले चेक गर्दै गर्दैन है। सो त्यसमा पनि केयरफुल हुनु पऱ्यो है। एकदम तपाईँको यो ओएमआर सिट आउँछ, ओएमआर सिटमा चाहिने चाहिने कुरा भन्नु पऱ्यो, यस्तो के केरकार गर्नु भएन होइन। ल, केरकार गर्नु भएन। अर्को भनेको के छ त, ठिक छैन के भन्छ, फिल यर सेट नम्बर एज पर द सेट नम्बर अफ द क्वेसन प्रोभाइड होइन। अब यो सेट नम्बर चाहिँ तपाईँले यतातिर छ, यसमा चाहिँ तपाईँले यो सेट नम्बर पनि भर्नु बिर्सिनु भएन है। यो अब तपाईँको डिफ्रेन्ट डिफ्रेन्ट सेट्सहरू प्रोभाइड गर्छ होला होइन। तपाईँको एउटै सिट मेम्बर, सिटमा तपाईँले जुन बेन्च पार्टनर छ त्यसलाई अर्कै सेट होला, तपाईँलाई अर्कै सेट होला, क्वेसन सेम हुन्छ तर हेर्नुहोस्, क्वेसन सेम हुँदा पनि तपाईँको के त यताउता पार्दै हुन्छ कि सेट फरक फरक हुन जान्छ जसरी है। सो आफ्नो बेन्च पार्टनरको कपी गर्न खोज्ने होइन, आफैले गर्नु खोज्ने, किनभने सेट डिफ्रेन्ट डिफ्रेन्ट हुनसक्छ है। अनि तपाईँको सेट क्वेसनको माथितिर होइन लेखेको हुनसक्छ, त्यो सेटलाई चाहिँ के त हेरेर यतातिर भर्ने अनि यतातिर गोलो पार्ने। अब सेट ए छ अरे तपाईँलाई प्रोभाइडेड छ, ए लेख्ने अनि के त पेनले है पेनले, अनि यसरी तपाईँको एमा भरिदिने है। ल कम्प्लिट भर्ने है, यो मैले कम्प्लिट गरेँ। हेर्नुहोस्, त्यही के त यतातिर तपाईँको नाम लेख्नु पऱ्यो होइन, چې नाम छ मिडल नेम छ भने मिडल नेम लेख्ने होइन। अब तपाईँको सिधै होइन, तपाईँको सपोज नाम राम अरे भने राम लेख्ने। अनि तपाईँको हेर्नुहोस् राम, अब सपोज होइन अर्को अब तपाईँको लास्ट नेम छ अरे भनेपछि राम होइन, राम अनि फेरि लास्ट नेम जाने, तपाईँको मिडल नेम छ भने बल्ल मिडल नेम लेख्ने। हेर्नुहोस्, अब फर्स्ट नेम सिधै राम अनि अब अरू कुनै तपाईँको लास्ट नेम छ अरे होइन, लास्ट नेम सपोज मैले तपाईँको लास्ट नेम अब राम भगवान होइन, भगवान चाहिँ तपाईँको सपोज लास्ट नेम छ अरे होइन भगवान, अनि यतै नलेख्ने के त तपाईँको लास्ट नेम कता त, यो पुरै तपाईँको लास्ट नेम तपाईँको कता हुनुपर्छ, यो लास्ट नेम के त यतातिर हुनुपर्छ कि परेन होइन। यो लेख्नु पर्थ्यो, यता लेख्यो भने के त मिस्टेक है। त्यो यता इक्जाम डेट अरू के छ होइन, प्रोग्राम अझ तपाईँको साइन्स छ भने साइन्स होइन, तपाईँको अब म्यानेजमेन्ट छ भने म्यानेजमेन्ट, यस्तो अब लेख्ने ठाउँ छ भने लेख्ने है। यता सीतिर त के भन्ने हो भने तपाईँको एमपिएस छ कि युडिएस छ कि त्यस्तो खाले चाहिँ भन्ने सक्यो भयो। अब यति भइसकेपछि पोयोमा सिटमा बबल कसरी फिल गर्ने त भन्ने कुरा तपाईँले सिक्नुपर्ने हुन्छ है। अब तपाईँको म चाहिँ के सजेस्ट गर्छु भने है, यो चाहिँ मेरो पर्सनल सजेसन, हेर्नुहोस् तपाईँको बबलमा जस्तो खाले पनि हुनसक्छ है। कुनै कलेजमा एकदमै सर्कल हुन्छ है, एकदमै गोलो हुन्छ, कुनैमा चाहिँ यस्तो खाले चेप्ट परेको पनि हुन्छ है, चेप्ट परेको जस्तो यहाँ यसमा छ, यहाँ चेप्ट परेको है। सो मेरो सजेसन के हो भने तपाईँले चाहिँ बाहिरबाट भर्दै आउनुहोस् हो है, बाहिरबाट एकदम एकदम प्रायः जस्तो सकल कोर्स। अब यो मेरो कम्प्युटरमा भएको बेला तपाईँको यस्तो भयो, तपाईँको बाहिरबाट चाहिँ एकदम भर्दै भर्दै जानुहोस् होइन, प्रायः जस्तो आउटलाइन कोर्स बाहिरबाट है, मजाले बिस्तारै बिस्तारै भित्र लिएर जानुहोस् होइन। बाहिरबाट चाहिँ भर्दै भर्दै लानुहोस्, मजाले भित्र लिन जानुहोस् मजाले है, मजाले भित्र लिन जानुहोस् मजाले। अनि भित्र अलिक भित्र पुगिसकेपछि के झारझुर गरिदिनुहोस् कि, बाहिर ननिस्किने गरी एकदम झारझुर गरेर चाहिँ एकदम कम्प्लिट फिल हुनुपर्छ होइन। यता अलिक अझै पनि कम्प्लिट फिल भएको छैन है, एकदम कम्प्लिट फिल हुनुपर्छ है। अनि भित्र अलिअलि फिल तपाईँको जस्तै अलिअलि फिल नभए केही फरक पर्दैन होइन, तर तपाईँको के त बाहिर आउनु भएन होइन, अलिअलि बाहिर आए पनि केही फरक पर्दैन, तर एकदम हुन्छ नि सकेसम्म चाहिँ बाहिर निकाल्नु खोज्ने कि है, सकेसम्म किनभने कम्प्युटरले चेक गर्दैन है, त्यस्तो खाले चाहिँ हुनु भएन। अब यस्तो खाले छ भने के त यसमा पनि तपाईँ बाहिरबाट एकदम मजाले पहिला सुरु बाहिरबाट के त फिल गर्दै जाने
बाहिरबाट फिल गर्दै जाने, फिल गर्दै जाने। अनि मेरो मेरो सजेसन, अनि तपाईँको यसरी चाहिँ के त राम्रोसित भर्छ कि बाहिरबाट फिल गर्दै जाने, होइन, फिल गर्दै जाने, फिल गर्दै जाने। अनि भित्र आइपुगेपछि चाहिँ झ्याचुक झ्याचुक गरेर, अनि तपाईँको के त एक झ्याचुक गरेर मतलब एकदम फेरि फ्याँ गर्दै होइन, फेरि बाहिर निस्किनु गरी है, तपाईँको एकदम मजाले तर अनि भरिदिने है। अनि यसरी चाहिँ के त कम्प्लिट भयो नि त, यसरी चाहिँ भन्नु पऱ्यो है। ओएमआर सिट भन्ने त एकदम केयरफुल हुनुपर्छ है। अनि यसरी तपाईँको अर्को के छ त, अर्को भनेको तपाईँको जस्तै तपाईँ क्वेसन सल्भ गर्दै जानुहुन्छ नि, अब कहिले काहीँ चाहिँ होइन झुक्किएर एउटा क्वेसन हो अर्कोमा लाग्दैन। वानको तपाईँले सपोज एन्सर ए थियो अरे होइन, यो ए चाहिँ तपाईँले झुक्किएर टूकोमा लगाइदिनु पऱ्यो अरे, टूकोमा लगाइदिनु पऱ्यो अरे वानको। भने अब यसलाई मेट्नु नखोज्ने कि जे भयो भयो है, जे भयो भयो, मिस्टेक भयो भयो सक्यो है। यसलाई अब मेट्न खोज्ने, जे भयो भयो, अब अर्को क्वेसनतिर चाहिँ लाग्ने है। किनभने यो तपाईँको अब ठिक हुन सक्दैन कि यो तपाईँको के त मिस्टेक भइसक्यो भइसक्यो है। ल, अनि म त तपाईँले के त जुन तपाईँको के त प्लस टूवाला इन्ट्रान्सहरूलाई चाहिँ म के प्लस टू इन्ट्रान्स दिनेहरूलाई चाहिँ म चाहिँ के भन्छु भने तपाईँको चाहिँ 10वटा क्वेसन गर्नुहोस् होइन, 10वटा क्वेसन गर्नुहोस्। अनि त्योपछि चाहिँ जस्तै तपाईँले हेर्नुहोस् 1देखि 10सम्म क्वेसन गऱ्यो होइन, त्योपछि बल्ल ओएमआर भन्न सुरु गर्नुहोस् क्या, वानको यो वान, टूको टू, थ्रीको थ्री, अनि त्यसरी भर्नुहोस्। अनि टेनको भयो, टेनको स्लट गरेर गर्नुहोस् कि। अब फेरि 11देखि तपाईँको क्वेसनमा टिक लगाउनुहोस्, 12मा टिक लगाउनुहोस्, 3हरूमा चाहिँ भयो। त्योपछि चाहिँ तपाईँको के त 20सम्म तपाईँले गर्नुभयो होइन, त्योपछि बल्ल ओएमआरमा फेरि 11देखि भर्दै भर्दै जानु। त्यसरी तपाईँको टेनको स्लटमा चाहिँ भर्दै भर्दै जानुहोस् भनेर म तपाईँलाई सजेस्ट गर्छु होइन। अब कसै कसैले चाहिँ यसरी नगरेर सिधै अब ओएमआरमा पनि भर्छ क्वेसनमा टिक्नको लागि होइन, त्यसरी गर्दा पनि हो। तर यो चाहिँ तपाईँको आफ्नै चोइस है। म चाहिँ तपाईँले टेनको स्लटमा गर्नु भनेर भन्छु होइन, प्लस टूकोहरूलाई है। ल, प्लस टूकाहरूलाई मतलब प्लस टू इन्ट्रान्स होइन, अहिले जुन काठमाडौँ मेट्रोपोलिटन स्कलरसिप र जुन यो सिसिआरसी अरू डिफ्रेन्ट कलेजहरूको इन्ट्रान्सहरू दिनेहरूलाई चाहिँ भन्न खोजेँ हो है। ल, अर्को अब तपाईँको 10 नम्बरमा के छ, टाइम म्यानेजमेन्ट है, विच इज भेरी भेरी इम्पोर्टेन्ट होइन इन्ट्रान्सको इक्जामको लागि। टाइम म्यानेजमेन्टमा के त त्यसो त ओएमआरको लागि टाइम निकाल्नु पऱ्यो होइन। अब त्यो टेनको स्लटमा गर्ने हो कि कसरी गर्ने हो आफ्नो अनुसार होइन। ओएमआर भन्ने टाइम भ्याउनु पऱ्यो। अनि हेर्नुहोस् ओएमआर सकेसम्म मिस्टेक नगर्ने। अब यसमा त 200सम्म छ तपाईँको म्याथ होइन, धेरै जस्तो कलेजमा कति त 100सम्म त क्वेसन हुन्छ भनेपछि तपाईँको यतासम्म त यति पेपर यति त हुँदै हुँदैन 100सम्म क्वेसन है। ओएमआर फिल गर्ने, टाइम म्यानेज गर्नु पऱ्यो है। क्वेसनमा मात्र टिक लगाएर हुँदैन, ओएमआर फिल गर्ने पनि तपाईँले टाइम म्यानेजमेन्ट गर्नु पऱ्यो। किन धेरै जस्तो कलेजमा के त ओएमआरै हुन्छ कि है। ल, अब बीमा के छ, लेन्दी क्वेसन्सहरू जस्तै मोस्टली म्याथ्स, त्यसमा किन टाइम वेस्ट नगर्ने है। किनभने हेर्नुहोस् तपाईँले लामो क्वेसन गरे पनि सानो क्वेसन गरे पनि है, पाउने मार्क्स के त वान होइन। भनेपछि तपाईँले यो त इजी क्वेसन किन सिलेक्ट नगर्ने, किन लामो क्वेसन, किन गाह्रो क्वेसनतिर लाग्ने भनेर। किनभने त्यो क्वेसन हालेकै किन हो भने तपाईँको टाइम वेस्ट गर्नलाई हाले हो कि। त्यो क्वेसन गर्ने बेलासम्म तपाईँले के त दुई अझै के त 2-3वटा क्वेसन्सहरू सल्भ गर्न सक्नुहुन्छ होइन। किन टाइम वेस्ट गर्ने, किनभने सबै क्वेसनको कति पाउने, सबै क्वेसन सल्भ गर्दा कति मार्क्स पाउने हो वान। सो मूर्ख बनाउनलाई राखेको क्वेसनलाई तपाईँले सल्भ गर्दा टाइम वेस्ट गर्नु मिल्दैन। धेरै जस्तो के त म्याथ्समै त्यस्तो राखेको हुन्छ, म्याथ्समै तपाईँलाई टाइम लागिरहेको हुन्छ। नआउने क्वेसन पनि लास्टतिर गर्ने, जस्तो लेन्दी क्वेसनहरू के त लास्टतिर गर्नु खोज्ने। त्यो प्यानिक नहुने होइन, अब यो त भइहाल्यो होइन। जस्तै अब तपाईँको टाइम खतम हुन लागेको छ तर पनि त्यो प्यानिक नगरी तपाईँले एकदम शान्त भएर गर्नुहुन्छ भने बल्ल तपाईँको के त नाम निस्कन्छ है। सो प्यानिक नहुने है। अर्को भनेको के त लास्ट के त टाइम एन्ड नम्बर अफ क्वेसन्स मे बी डिफ्रेन्ट एकोर्डिङ टु कलेज। तपाईँको टाइम र कतै के हुन्छ भने 1 घन्टा 30 मिनट दिएको हुन्छ है, 100वटा क्वेसन सल्भ गर्नलाई। कतै चाहिँ अर्कै दिएको हुन्छ, 1 घन्टा दिएको हुन्छ, कतै 2 घन्टा पनि दिएको हुन्छ होइन, 2 घन्टा दिएको हुन्छ। कतै क्वेसनको नम्बर सायद 100वटा होला, कतैतिर तपाईँको 50वटावाला पनि देखेको छु मैले है, कतै 50वटा क्वेसनवाला पनि होला इन्ट्रान्स है। सो यो चाहिँ तपाईँको कलेज अनुसार हुन्छ होइन। ल, अनि तपाईँको के त
जुन मैले तपाईँको के त बालेनवाला स्कलरसिप काठमाडौँ मेट्रोपोलिटन स्कलरसिपमा मैले तपाईँलाई भनिसकेँ। टोटल के त 100वटा क्वेसन हुन्छ। टाइम कति 2 आवर्स हुन्छ नि, क्यालकुलेटर अलाउड हुँदैन, त्यो क्यालकुलेटर कामै छैन होइन। सो यो भयो। ल है अब यो भिडियोमा यति नै थियो होइन। तपाईँको सबै ट्रिक्सहरू कभर भइसक्यो होइन। तपाईँले इलिमिनेसन मेथड यो भिडियोमा के सिक्नु मिल्यो त, इलिमिनेसन मेथड होइन, तपाईँको भ्यालु पुटिङ मेथड, एप्रोक्सिमेसन मेथड, यिनीहरू सिक्नु मिल्यो होइन। अब यो ट्रिक्सहरूलाई तपाईँले राम्रोसित इन्ट्रान्समा युज गर्नु होला होइन। अब तपाईँको राम्रोसित इन्ट्रान्समा युज गरेर होइन, स्मार्ट मेथडले होइन तपाईँले के त नाम निकाल्न सक्नुहुन्छ। सो आजको भिडियो तपाईँहरूलाई युजफुल होला भनेर म एक्सपेक्ट गर्छु। अनि भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। अझै यस्तो कन्टेन्टहरू अझै हेर्न मन लागेछ भने सब्सक्राइब गरिदिनु होला। अनि कुनै पनि तपाईँलाई यदि डाउट छ भने कमेन्ट सेक्सनमा लेखिदिनु होला होइन। ल यति भन्दै म भिडियो यति अन गर्छु। धन्यवाद।